तपाईहरुलाई फेरि मेरो च्यानलमा स्वागत छ। सबभन्दा पहिले तपाईहरुलाई म नमस्कार गर्छु। अब पेज नम्बर जुन 2 को छ हाम्रो सेकेन्ड प्याराग्राफमा के भनेको छ, इट्स अ bit of a mouthful but is a much better way to describe science। यसको अर्थ यो छ कि यो भनाइले के भनिन्छ, यो भन्न अलि गाह्रो छ हैन। यसको भनाइ चाहिँ यो भन्न अलि गाह्रो छ तर विज्ञानलाई वर्णन गर्न धेरै राम्रो तरिका, यानी इट्स अ बिट अफ माउथफुल, यानी यो भन्न गाह्रो छ तर यो विज्ञानलाई वर्णन गर्ने मच बेटर, यानी कि बट इट्स मच बेटर वे टु डिस्क्राइब साइन्स, यानी कि साइन्सलाई डिस्क्राइब गर्ने एकदम के छ धेरै राम्रो तरिका हो। साइन्टिफिक मेथड, साइन्टिफिक प्रोसेस जुन छ यो गाह्रो हो तर साइन्सले डिस्क्राइब गर्ने एउटा मच बेटर, यानी कि एकदम वर्णन गर्ने धेरै राम्रो तरिका हो भने हो। वाट द कलेक्सन अफ अब्जर्भेसन बेस्ड एभिडेन्स, अर्को जुन छ लाइन यो भनिएको छ, वाट द कलेक्सन अफ द अब्जर्भेसन बेस्ड एभिडेन्स पार्ट। यसको अर्थ यो कि पार्ट मिन्स इज द साइन्स रिलाइ अन एक्सपेरिमेन्ट। साइन्सले के हुन्छ, एक्सपेरिमेन्टमा के गर्छ, रिलाइ गर्छ हैन। रिलाइ यानी कि त्यहाँ भरोसा गर्ने हो। साइन्सको जुन साइन्टिफिक जुन मेथड छ, हाम्रो साइन्सको जुन पनि कुरा छ के छ, त्यो एक्सपेरिमेन्ट माथि निर्भर गर्ने हो। त्यसलाई एभिडेन्स चाहियो। बिना एभिडेन्सको साइन्सले हामी त्यसलाई प्रुभ गर्न सक्दैन कि वास्तवमा यो तथ्य सही छ भनेर हामी त्यसलाई मान्न सक्दैन। यही भनिएको छ, कलेक्सन अफ अब्जर्भेसन बेस्ड अन एभिडेन्स। एभिडेन्समा के हुन्छ, त्यहाँ साबित गरिएको हुन्छ। एभिडेन्स प्रुफ यानी कि हुनु पर्यो त्यहाँ हैन। साइन्सले यदि तपाईँ साइन्सको फिल्डमा हुनुहुन्छ भने कुनै पनि कुरा त्यसलाई सही मान्नु छ भने त्यहाँ प्रुफ हुनु पर्यो। जस्तै कि ग्रेभिटी हाम्रो छ पृथ्वीमा, त्यसको न्युटनले प्रतिपादन गरेको यति लिखितद्वारा चाहे डेरिभेसन यसरी जुन छ बनाएर गएको छ, एउटा के छ एक्सपेरिमेन्ट गरेको छ हैन। इलेक्ट्रोन प्रवाह हुन्छ भने इलेक्ट्रिसिटीमा एटम जसको प्रक्रिया छ, प्रोसेस छ, करेन्ट इलेक्ट्रिसिटी हैन। करेन्ट र भोल्टेजको के छ, एउटैनिर मतलब एउटा बीचको के छ, समानुपातिक छ हैन, यानी डाइरेक्टली प्रोपोर्सनली छ हैन। यो कुरा पनि के छ, फ्याराडेज ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनद्वारा के छ, हाम्रो यहाँ त्यो लमा के सिकाइएको छ हैन, कसरी इलेक्ट्रिसिटी प्रवाह हुन्छ भने यो कुरा पहिला के छ भनेर गइसक्यो, यानी कि प्रमाणित गरेर गएको छ। अनि त्यस प्रमाणित गरेको बापत जुन साइन्स आएको छ त्यो साइन्सको बारेमा अध्ययन गर्ने हैन। अनि जसको हाम्रो युनिभर्सको बारेमा, अनि त्यसको बारेमा के छ पहिलेदेखि जुन साइन्सले व्याख्या गरिसकेको छ त्यसको बारेमा पढ्ने लेख्ने, त्यही के छ हाम्रो लागि साइन्स बुझिन्छ हैन। साइन्स बुझ्ने भने साइन्स एउटा के छ हाम्रो नलेजको के छ बडी हो हैन। पार्ट मिन्स इज द साइन्स रिलाइड अन एक्सपेरिमेन्ट। यो के छ, एक्सपेरिमेन्ट माथि के गर्छ, विश्वास गर्छ हैन। एक्सपेरिमेन्ट टेस्ट वेदर अ साइन्टिस्ट एक्सप्लेनेसन फर वाइ थिङ ह्यापनिङ राइट अर रङ। यसको भनाइ यो हो कि यो भन्न अलिकति गाह्रो छ तर यो विज्ञानले वर्णन गर्न धेरै राम्रो तरिका हो हैन। आधारभूत प्रमाणमा आधारित अवलोकनहरू संग्रह भन्नेले भागले विज्ञान प्रयोगहरूमा भर पर्छ भन्ने जनाउँछ। प्रयोगहरूले कुनै वैज्ञानिक किन केही हुन्छ भने दिएको व्याख्या सही हो वा गलत हो भन्ने परीक्षण गर्छन् हैन। यानी कि कुनै कुरा के छ, सही हो कि गलत हो त्यसलाई परीक्षण गरेर, त्यसलाई एक्सपेरिमेन्ट गरेर अनि त्यसपछि परीक्षण गरे बापत त्यसपछि थाहा हुने हो कि यो कुरा ठीक हो भने लागू हुने भयो कि हुने होइन। यो कुरा बिना एक्सपेरिमेन्टको गर्नु हुने हैन। मानु तपाईले यदि कुनै अहिले तपाईले साइकल हाँक्न थाहा छैन हैन, साइकल हाँक्न जानुभयो तर तपाईले साइकल हाँक्नु पहिला त तपाई मनमा कुनै कुराले के त्यसलाई त लाउनु, इमेजिनेसन लाउनु भएको मैले साइकल हाँक्नु छ हैन। पहिला तपाई एउटा अब्जर्भेसन लाउनु भयो होला, त्यसको बारेमा क्वेशनिङ गर्नु भयो होला कि मैले अब साइकल हाँक्नु छ, तर कसरी हाँक्नु। अब तपाईको घरमा साइकल कोही नदिला होला त तपाई साइकलले त्यहाँ ताला तोडेर लाग्नु छ कि त्यसलाई के गर्नु छ, चोरेर लाग्नु हो साइकल हैन, आफ्नो घरकै अरूको साथीको साइकल लगाउने। तर कुरा त त्यही छ, तपाईले एक्सपेरिमेन्ट गर्नु छ। के गर्नु छ, एक्सपेरिमेन्ट गर्नु छ कि हाँक्नु अनि सिक्नु छ हैन। तपाईँ त्यहाँ हाँक्न जानुभयो भन्नु, तपाईँ सिक्न त्यो त्यही सिकिहाल्नु भयो भने त्यो तपाईँको के भयो, जुन कुरा तपाईँले सोचेको थियो त्यो सही भयो हैन। त्यही तपाईँ सिक्नु भएन, त्यही फल्ट भयो, तपाईँ केही एक्सिडेन्ट भइहाल्यो भने यसको अर्थ के छ, तपाईँ त्यहाँ त्यति यानी कि असफल भन्नु होइन, सक्सेसफुल भएन। साइन्समा पनि त्यस्तै छ, तपाईँ एकदम सहज छ। तपाईँ त्यो कुरालाई मान्नु भयो हैन, त्यो कुरालाई तपाईँ गर्न जानुभयो तर त्यहाँ के भएको छ, तपाईँ त्यहाँ फेल पनि हुन सक्नुहुन्छ, त्यहाँ पास पनि हुन सक्नुहुन्छ। पास भयो भने के हुन्छ, हाम्रो एक्सपेरिमेन्ट सही हुन्छ। गलत भयो भने हाम्रो एक्सपेरिमेन्ट के हुन्छ, फेल हुने।
अब अर्को पेजमा के छ भने साइन्स इज अ हाउ फिल्ड अफ स्टडी। साइन्स इज हाउ फिल्ड अफ स्टडी। साइन्स के हो एकदम जुन शिक्षा छ साइन्स शिक्षाको फिल्डमा एकदम साइन्स के छ धेरै ठुलो फिल्ड छ। यानी कि साइन्सको जुन क्षेत्र छ एरिया छ शिक्षामा के छ सबभन्दा ठुलो छ। किन ठुलो छ? तपाईँ इन्जिनियरिङमा जानुहोस् त्यहाँ साइन्स छ, त्यसपछि बायोलोजी पढ्नुहोस् डक्टरी पढ्नुहोस् त्यहाँ साइन्सै छ। तपाईँ जुन पनि फिल्डमा जानुहोस् त्यहाँ साइन्सको केही न केही योगदान छँदैछ हैन। केमिस्ट्री पढ्नु, फिजिक्स पढ्नु, बायोलोजी पढ्नुहोस्, बोटनी पढ्नु हैन, जीव विज्ञान पढ्नुहोस्, जति सोसियोलोजी साइन्स यानी कि हरेक कुरामा के त्यहाँ साइन्सको एरिया बढी नै छ हैन। अब किन बढी छ भन्नाले पुरै अहिले मोडर्न टेक्नोलोजी छ। पहिला हामीले एक ठाउँबाट अर्को ठाउँमा जानलाई 6 महिना बढी दिन लाग्ने थियो हैन। कुनै पनि पहिला चिठीहरू भेज्नको लागि धेरै समय लाग्ने थियो। अब साइन्स टेक्नोलोजी जुन आइसक्यो मोडर्न छ अहिले हैन। मोडर्नमा 1 सेकेन्डमा तपाईँ त्यहाँ मेसेज भेज्नुहुन्छ, मेसेज त्यहाँ रिप्लाई भइहाल्छ एकैछिनमा। त्यस्तै यो एउटा सबभन्दा हब हो। साइन्स एउटा के छ हाम्रो अहिले जुन अहिले संसारले जुन चलाइरहेको छ त्यो साइन्सले चलाइरहेको छ। मोडर्न टेक्नोलोजी यानी कि साइन्सै हो। साइन्सबाट आएको जेसीबीहरू छ, प्रेसरहरू जुन त्यहाँ प्रेसर त्यो हाइड्रोलिक प्रेसरहरू छ त्यहाँ पनि साइन्सकै छ। ठुल्ठुलो इन्जिन चलिरहेछ, स्टिम इन्जिनहरू छ त्यहाँ पनि साइन्सकै कुरा छ। त्यहाँ पनि टेक्नोलोजी छ, टेक्नोलोजी जहाँ छ साइन्सकै कुरा हुन्छ। त्यसपछि यहाँ तपाईँ कुनै पनि कुनै कुरालाई भोल्युमले पत्ता गर्नु, कुनै कुराको मेजर गर्नु त्यहाँ पनि साइन्सले बनाइएको छ, साइन्सकै फिल्डबाट आएको त्यो सब कुरा। यानी कि हरेक कुरा तपाईको साइन्सले के गर्छ, साइन्सले घेरिएको छ। हरेक कुराले घेरिएको छैन तर पनि त्यहाँ तपाईँ स्टडीको हिसाबमा जानुहुन्छ भने तपाईँ त्यहाँ हरेक स्टडी तपाईँ कम्प्लिट हुने भने साइन्सले जाने बिना पनि तपाईको स्टडी कहिले पनि पूर्ण हुन सक्दैन। किनभने साइन्स हाम्रो हरेक फिल्डमा त्यहाँ निर्भर छ, हरेक फिल्डलाई चलाइरहेको छ। तपाईँ अस्पतालमा जानु त्यहाँ कम्प्युटरहरू छ, त्यहाँ ठुल्ठुलो मसिनहरू छ त्यहाँ पनि साइन्स छ। इन्जिनियरिङ फिल्डमा जानु ठुल्ठुलो त्यहाँ पनि मसिन युज हुन्छ, त्यहाँ सब चाहिँ त्यहाँ साइन्सकै हो। इट डिल्स अब अर्को लाइन के भनिएको छ, इट डिल्स विथ द सर्च फर नलेज अबाउट द युनिभर्स। साइन्सले के डिल गर्छ, युनिभर्सको बारेमा खोजी गर्नको निम्ति के गर्छ, डिल गर्छ हैन। तपाईँ सुन्नुभएको होला धेरै जस्तो व्यक्तिहरू के गर्छ, खोजीमा आफ्नो जीवन पुरै के गर्छ, जीवन निर्वाह गरिदिन्छ, जीवन त्यही खत्म गरिदिन्छ हैन। पुरै जीवनभरि खोजी गरिदिन्छ किनभने उनीहरुको जिज्ञासा हुन्छ। तपाईले कुनै कुराको जिज्ञासा हुँदैन त्यसको बारेमा तपाईँ खोज्नै हुँदैन। अहिले त जिज्ञासा सब खत्म मरिसकेको छ। किनभने तपाईँ सोच्नु भयो तपाईँ यो भिडियोमा पनि के सुन्नुभयो, यहाँ त डिजिटली छैन, मान्छे म मात्र भनिरहेको छु हैन त्यो इमेजिनेसन। तर अहिले 1 लाख 1.5 लाखको त म बोर्ड लगाइ पनि दिन्छु, तर त्यहाँ पनि त्यही कुरा भन्ने। तर त्यो के हुन्छ, इन्टरनेटद्वारा त्यो भिडियो ल्याएर अनि एक्सप्लेनेसन गर्दिन। तर तपाईँ त्यो मौखिक कुरा सुनेर बुझ्नु भएन। तपाईँ मेरो मौखिक कुरा सुन्नुहुन्छ भने यसको अर्थ यो छ कि तपाईँ आफ्नो त्यो ब्रेनलाई इमेजिनेसन गर्न प्रेस गर्नुहुन्छ। जब ब्रेनलाई तपाईँ आफ्नो प्रेस गर्नुहुन्छ कुनै कुरालाई इमेजिनेसन काल्पनिक गर्नको लागि, हाइपोथेसिस यानी हाइपोथेसिस अर्को काल्पनिक हैन, काल्पनिक गर्न जब त्यसलाई प्रेस गर्नुहुन्छ तपाईँ आफ्नो ब्रेनलाई, त यो हुन्छ कि तपाईको ब्रेन के हुन्छ, इन्क्रिज हुन्छ हैन। केही कुरालाई नयाँ कुरा सोच्न थाल्छ। जब नयाँ कुरा सोच्न थाल्छ यानी कि त्यो तपाईको ब्रेन त्यो एक्टिभेट भइहाल्छ। कस्तो के हिसाबले एक्टिभेट हुने हो, साइन्सको हिसाबले एक्टिभेट हुने हो। तपाईँ साइन्सको कुरा सोच्नु भने साइन्सको एक्टिभेट हुने हो। जस्तो कुरा तपाईँ अब म नेगेटिभतिर जाने हो, तपाईँको ब्रेन यस्तै नेगेटिभतिर एक्टिभेट हुने हो। तर त्यही पोजिटिभतिर एक्टिभेट गर्नु भने तपाईँको साइन्स स्टडी यो जुन छ टेक्नोलोजी, मोडर्न टेक्नोलोजी, यो सब कुरा जुन छ तपाईँको सोसल यो सब छ के सामाजिक, यसमा के किन अब सामाजिकमा पढ्नुहुन्छ त तपाईँको सामाजिकमा साइन्स छैन, सामाजिकमा साइन्स छ, त्यहाँ पनि लजिक छ। तर कस्तो लजिक छ, मनको हिसाबले तपाईको नेचुरलिटी लजिक छ। त्यहाँ पनि किन झगडा हुन्छ, के कारण छ, त्यहाँ पनि फ्याक्ट्स छ। जहाँ फ्याक्ट्स आउँछ त्यहाँ साइन्सको कुरा आइहाल्छ। किनभने साइन्स हरेक कुरामा समावेश छ। तपाईँ त्यसलाई समात्नु सक्ने तपाईको एबिलिटी छ, त्यसबाट समात्नु त्यहाँ तपाईँले थाहा भइहाल्छ। अब फन्डामेन्टल राइट्स भन्नाले 7वटा जुन त्यो राइट्स तपाईँहरू पढ्नुहुन्छ। अब त्यो हक, मौलिक हक जुन छ
त्यो पनि यसमा फ्याक्ट छ। किनभने हरेक मान्छेलाई एउटा हक चाहियो, फ्रिडम चाहियो, सब चाहियो। किन फ्रिडम चाहिँदैन भने फ्रिडम कसैले चाहिँ हुँदैन भने फ्रिडम त्यसको भित्र तनाव हुने। तनाव कहाँ हुने? तपाईँको मान्छेको ब्रेनभित्र तनाव हुने, त्यसको बडी। अनि ब्रेनमा तनाव हुन्छ त त्यहाँ त ब्रेनको तपाईँ त्यो बडी जुन हाम्रो साइन्स बायोलोजी होइन, हाम्रो बडी बायोलोजी है। अब त्यहाँ बायोलोजीमा इफेक्ट पऱ्यो। अब बायोलोजीले के भन्छ कि मान्छेको ब्रेनलाई अलिकति फ्रिडम पनि दिनु पर्यो, मान्छेले पनि फ्रिडम गर्नु पर्यो। त्यसको जति ब्रेन रिल्याक्स हुन्छ त्यति त्यसको एबनर्मल कन्डिसनमा हुन्छ। हरेक कुराको इन्डिङ साइन्स, स्टार्टिङ पनि साइन्स हो हैन। शिव जस्तै अनन्त पनि शिव, स्टार्टिङ पनि शिव हैन, महाशिव। साइन्सले सम्झनुहुन्छ भने आध्यात्मिकले पनि सम्झनुपर्छ। इन्फिनिटी छ हैन। साइन्सको जहाँ भनाइ खत्म हुन्छ त्यहाँबाट हाम्रो आध्यात्मिक सुरु हुने हो हैन। यो आध्यात्मिक जुन स्पिरिचुअल जुन छ त्यो पनि एउटा के छ त्यो पनि थ्योरिटिकली हो, थ्योरिटिकली बेसिस हो। त्यहाँ पनि तपाईलाई इमेजिनेसन गर्नु छ, तपाईले त्यही आँखा बन्द गरेर योग गरेर तपाई इमेजिनेसन गर्ने हो। तर वास्तवमा त यसले कसले प्रतिपादन गरेको छैन बुक। त्यो मात्र के छ तब जुन सबै संस्कृत बुकहरू जुन लेखिएको छ त्यो थ्योरिटिकली मात्रै लेखिएको छ। अब त्यहाँ प्रमाणित पनि गरिएको छ। प्रमाणित यसरी घटनाद्वारा प्रमाणित होला हैन। रामायणहरू घटेको छ, महाभारतहरू घटेको छ, यो सब घटना छ। यसमा के देखाइएको छ? हमेशा सचको जित हुने हो हैन। ट्रुथको हमेशा ओन्ली द ट्रुथ हैज टु विन, हमेशा ट्रुथ विन हुने हो। त्यसमा एउटा यो फ्याक्ट छ कि सच यसमा विन हुने हो, त्यसमा झुट जुन छ त्यो धर्म जुन छ त्यो के हमेशा त्यसको हानि जुन त्यो के हुन्छ त्यसको हमेशा फेल हुने हैन। त्यहाँ पनि एउटा एक्सपेरिमेन्ट गरेर हेराइएको छ कि तपाईँ सही गर्नुहुन्छ भने तपाईँको जित हुन्छ, गलत गर्नुहुन्छ तपाईँको अवश्य नै आज नभोलि के हुन्छ तपाईँको हार हुने हो। तपाईँ कुनै न कुनै दुविधामा फस्नुहुन्छ। त्यहाँ पनि आध्यात्मिकमा पनि यही छ, साइन्सको फिल्डमा पनि यही छ। तपाईँ सही जानुहुन्छ भने तपाईँको एक्सपेरिमेन्ट सफल हुने हो। अलग गलत प्रोसेस भयो भने तपाईँको एक्सपेरिमेन्ट पनि के हुन्छ? रङ हुने हो। पिपल हु वर्क इन द फिल्ड अफ साइन्स इज कल्ड साइन्टिस्ट। जो व्यक्ति साइन्सको फिल्डमा काम गर्छ त्यसलाई साइन्टिस्ट भन्ने हो हैन। अब त्यो जस्तै कि अल्बर्ट आइन्स्टाइन हैन, महावीर पुन आज हाम्रो अहिलेको हैन। साइन्स इज अ सब्जेक्ट। साइन्स एउटा सब्जेक्ट छ द्याट हेभ्स टु गेन नलेज। साइन्स एउटा यस्तो सब्जेक्ट छ जसले हामीलाई नलेज प्रदान गर्ने। साइन्स इज कस्तो नलेज दिन्छ? साइन्स इज हाउ वी टु इम्प्रुभ आवर नलेज। साइन्सले हामीलाई नलेज दिन्छ, आफ्नो नलेजलाई कसरी इम्प्रुभ गर्न सक्छौँ। अन्डरस्ट्यान्डिङ अफ द नेचुरल वर्ल्ड, जुन हाम्रो नेचुरल वर्ल्ड छ त्यसले कसरी हामीले बुझ्न सक्छौँ त्यसको बारेमा के गर्ने हो? शिक्षा दिने हैन त्यसको। अब नेचुरल वर्ल्ड भन्नाले यो हो कि हामीले यो जुन पृथ्वी छ त हामीले त बनाएको छैन, मान्छेले बनाएको भन्ने कुराले आर्टिफिसियल बन्यो। तर हामीले त्यो बनाएको छैन, त्यो त आफै नेचुरली बनेको छ। जति जङ्गल छ आफैले बनेको छ, पहाड जति बनेको छ त्यो नेचुरलिटीको कारणले बनेको छ हैन। कुनै डिजास्टरको कारण कजेसको कारणले बनेको, तर त्यसले हामीले त बनाएको छैन नि। हामीले जुन बनाएको छ त्यो आर्टिफिसियल हो जो हैन। त्यो बस, भ्यान, ट्रक यो सब छ हामीले बनाएको छ। म्यानमेडहरू जुन छ मोबाइल, स्मार्टफोन, यो ल्यापटप यो जुन छ यो हामीले बनाएको। तर पृथ्वीले त हामीले बनाएको छैन। पृथ्वीमा नै हामी हुर्केको छ तर हामीले बनाएको। त्यसैले नेचुरल वर्ल्ड हो, हामीले बनाएको छैन, हामीले पृथ्वीले बनाएको छैन, त्यो नेचुरल वर्ल्ड भयो। हामीले जुन कुरा बनाएको छैन भने त्यो हामीले त्यो जुन छ हाम्रो सामने त्यसले के भन्यो? नेचुरल वर्ल्ड। नेचुरल भन्यो हैन। अब त्यो वर्ल्डले भन्यो नेचुरल वर्ल्ड भन्ने। दिस इज बिकज साइन्स इज नट जस्ट अ लर्निङ अबाउट द नेचुरल वर्ल्ड। साइन्स पनि हाम्रो नेचुरल वर्ल्डको बारेमा जाने त्यो पनि छैन। साइन्स एक प्रकारको सिस्टम हो, त्यसको हाम्रो युनिभर्सको बारेमा जान। साइन्स इज अ सिस्टम वी युज टु लर्न अबाउट युनिभर्स। साइन्स मात्र एउटा सिस्टम छ युनिभर्सको बारेमा पढ्नको लागि। साइन्स इज अ हिप अफ अ ट्रु नलेज द्याट इज गेन फ्रम अब्जर्भेसन एक्सपेरिमेन्ट। साइन्स एउटा के छ? हिप छ। हिप भन्नाले एउटा के छ? पोइन्ट छ हैन। हिपको अब यो के यसमा के हुन्छ भने एउटा ट्रु नलेज, सही ज्ञान हामीलाई गेन गराउँछ साइन्सले हैन। अनि के कसरी? अब्जर्भेसन र एक्सपेरिमेन्टको द्वारा। अब्जर्भेसन भन्नाले कुनै कुरालाई हेर्ने हो भने हाम्रो जुन सेन्स अर्गन्स छ, आई छ, नोज छ, माउथ छ, इयर छ हैन, आँख, कान, नाक जुन छ यो। अब हामीलाई चिसो महसुस भइरहेछ भने हाम्रो स्किनले महसुस गर्ने हो कि चिसो भइरहेछ अनि त यो अब्जर्भ कसले गरिरहेछ? हाम्रो सेन्स अर्गन चाहिँ। गर्मी महसुस भइरहेछ तपाईँ हाम्रो पनि स्किन महसुस कसले गर्ने? हाम्रो सेन्स अर्गनले। यानी कि अब्जर्भेसन भन्नाले यही छ, फिल गर्ने। कुनै कुरालाई अब्जर्भेसन यानी हेर्ने, एनालाइसिस गर्ने, त्यो पनि फिल भएको पनि एउटा अब्जर्भेसनै हो।
लाइन कटिसकेको थियो, अब लाइन आइसकेको छ। फेरि अब जुन होमवर्कको लाइन जुन बाँकी छ पेज नम्बर 2 को अन्तिम लाइन जुन छ अन्तिम प्याराग्राफको, द एक्सपेरिमेन्ट हेल्प्स टु टेस्ट न्यू थिङ्स एन्ड ट्राई टु फाइन्ड न्यू वे। एक्सपेरिमेन्टले के हेल्प गर्छ कि कुनै कुरालाई हेल्प टु टेस्ट न्यू थिङ, नयाँ कुराले टेस्ट गर्नमा मद्दत गर्छ। एन्ड ट्राई टु फाइन्ड न्यू वे, न्यू तरिकाबाट हामीले न्यू वेबाट के गर्छ त्यो मद्दत गर्छ, त्यसलाई हामीले फाइन्ड आउट गर्न एक्सपेरिमेन्टबाट हैन। अब इट अल्सो एक्सप्लेन वाइ अर हाउ थिङ ह्यापन, यसले यो एक्सप्लेन गर्छ कसरी भएको छ र के भएको छ। अब्जर्भेसन हेल्प्स टु लर्न फ्याक्ट्स अबाउट अ न्यू अब्जेक्ट। अब्जर्भेसनले एउटा कुरालाई के हामीले लर्न गराउँछ, के कुरा याद गराउँछ, मेसेज दिन्छ भन्नाले कुनै नयाँ कुरालाई नयाँ कुनै अब्जेक्ट छ त्यसको बारेमा के गर्छ, त्यसको बारेमा ज्ञान दिन्छ त्यसले। एक्सपेरिमेन्ट एन्ड अब्जर्भेसन Experiment and observation give the proof. Experiment and observation give the proof needed to support an explanation of a new thing. Experiment observation हामीले प्रुफ को साथ के गर्छ, सपोर्ट गर्छ कुनै कुराले एक्सप्लेनेसन गर्नको लागि। कुनै नयाँ इभेन्ट छ चाहे कुनै नयाँ अब्जेक्ट छ हैन। किनभने साइन्सको एउटा साइन्टिफिक लर्निङ प्रोसेस, हामी साइन्टिफिक स्टडी पढेको छ, यसमा मेन कुरा छ अब्जर्भेसन, त्यसपछि एक्सपेरिमेन्ट। तपाईँ कुनै कुरा अब्जर्भेसन यानि कि हेर्नु भयो हैन, कुनै कुरालाई तपाईँ सोच्नु भयो कि म यो गर्छु भनेर, तर त्यसलाई एक्सपेरिमेन्ट गर्नु त हुन्छ। बिना एक्सपेरिमेन्ट सोची त हाल्नु भयो, त बिना एक्सपेरिमेन्टले त्यसलाई सही छ कि गलत छ त्यो एक्सपेरिमेन्ट गरेर हेर्नु भयो, गर्नु त पर्छ। बिना एक्सपेरिमेन्टको त्यसलाई हामीले फाइन्ड आउट गर्न सक्दैन यो सही भएछ कि गलत भएको छ। त्यसैले हामी के भनिन्छ, यो एक्सपेरिमेन्ट जुन छ, अब्जर्भेसन जुन छ, हाम्रो एक्सपेरिमेन्ट जुन छ, अब्जर्भेसन भएपछि एक्सपेरिमेन्ट गरेर पापा थाहा हुन कि सही छ कि गलत। अब हाम्रो यो प्याराग्राफ 2 नम्बर पेजमा सकिन्छ हैन। 3 को जुन छ अर्को भिडियोमा हामी लाउँछु म लाउँछु। अनि हेर यो भिडियोमा तपाईहरुले किन बनाइएको छु भनेर, अब यही बुक तपाईको म त्यही बोर्डिङ स्कुलमा पढाइ भइरहेको छ, अनि यही बुकलाई म त्यहाँ तपाईनिर व्याख्या गरिएको छु, हरेक लाइनलाई व्याख्या गरिएको छु। तपाईको एन्सर क्वेशन ट्रु फल्स जति छ सबै लेखाइदिने हो हैन, सबै त्यहाँ नोट गराइदिने हो। यदि तपाईहरु त्यहाँ के हो, अब त्यहाँ छिटो भएको छैन भने तपाई यहाँबाट पनि बुझ्न सक्नुहुन्छ हैन। तपाई चाँडो यसले कोर्सले पनि सकाउनुहुन्छ यो भिडियोको मार्फतद्वारा हैन। अब स्कुलमा त अब कति जनाले नबुझेर पनि एकचोटी यहाँ पनि रिभाइज गर्नु। अब त त्यहाँ सर तपाईँ अगाडि जानुहुन्छ, रिभाइज गर्दिन, एकचोटी तपाईँ यहाँ पनि हेर्नु सक्नुहुन्छ, यो भिडियोले हेरेर रिभाइज गर्नुहुन्छ। एक पेजको एक छ, त्यो म तपाईँ के हुन्छ भने हरेक जुन त्यो मिनिङहरू छ त्यो मिनिङको म पनि यहाँ पिक्चर हालिरहेको छु, त्यसको बारेमा के कस्तो छ त्यो पनि हालिरहेको छु। अनि तपाईले केही प्रब्लम छ भने केही छ त्यहाँ कमेन्ट गर्नुहोस्, त्यसको म टोटल त्यहाँ व्याख्या गर्छु नि, त्यसको बारेमा म भिडियो बनाएर तपाईलिएर फेरि यही च्यानलमा म लोड गर्छु। अनि हुन सक्छ भने तपाईहरु यहाँ चाँडैभन्दा चाँडै यसलाई सब्स्क्राइब गर्नुस्, कमसेकम 5 वटा सब्स्क्राइबर 50 वटा सब्स्क्राइबर पुगाउनुस्। अनि अनलाइन क्लास चलाउनको लागि, अनलाइन युट्युबमा अनलाइन चलाउनको लागि हैन। अनि के तपाईहरुको लागि फाइदाको लागि हो, यसमा नो फ्री कोर्स छ, न कस्ट केही छैन, एकदम यहाँ हेर्नु। अनि हरेक जुन एन्सर छ एक्सरसाइजहरु छ त्यो एक्सरसाइजको म एन्सर तपाई यहाँ लेखाइदिने हुन्छु। हस्, धन्यवाद।